आज धेरै दिन बादमा फेरि पनि मैले है सुँगुरको मासु पकाइदिएको छु है। अनि यहाँ केटाहरूलाई चाहिँ एकदम मासु खानु मन पर्यो अरे, अन्त चाहिँ मैले आज है नखानु भनेको थिएँ नि त है, र पनि अब खानु मन पर्यो अरे साह्रो भनेर चाहिँ पकाइदिँदैछु है। आज चाहिँ धेरै दिन बादमा उहीमाथि पाइहाल्छ नि त, फ्रिजमा पाइहाल्छ, ल्याएर चाहिँ मैले एकदम ग्रेभी मात्रामा पकाइदिँदैछु। हेर्नुहोस् त मजाको भएछ। र फेरि पनि यता मैले चाहिँ फेरि यहाँ चाहिँ फेरि मैले के बनाउँदैछु भन्दा चाहिँ देखिहाल्नु होला, लेडी फिङ्गर बनाउँदैछु मैले चाहिँ। आज चाहिँ हाम्रो लागि चाहिँ फेरि है एकदम मैले चाहिँ तिल हो अनि बेसन कर्नफ्लावर कम्ती हालेर चाहिँ यसरी फ्राई गर्दैछु। यो चाहिँ मैले एकदम हाम्रो चाहिँ यस्तो भेजिटेबल हुँदैछ है। बेलुकाको मैले चाहिँ आज खानामा यस्तो पकाउँदैछु। मलाई चाहिँ भेन्डी साह्रै मिठो लाग्छ नि त है, र मैले चाहिँ यसरी फ्राई गर्दैछु है।